यही अङ्कल हेन ओहो बाटो बनाएर बिगारेर एकछिन नझर्नु नझर्ने किन झोला त झार्नु पर्यो नि त होइन अङ्कल बिजोक देख्छ कि बाहिरबाट खै दसी दसीको नाहा चिनेको यही चौराबाट पाएन नि त भैरवाको कस्तो हो तपाईँलाई थाहा थियो किन म आउँछु भनेर आउँछ त्यो जसरी भए पनि आउँछ भनेर भन्छ कि कति सानो देखेको यहाँ त हिजो भर्खर होइन भिडियो कलमा कपडा हेरेको बोलेर सरप्राइज दिएर आएको रेक्सामा आएको घरबाट म को हो थुन मम्मी भन्छु नि त थुन मम्मी भन्दै माया गर्दा माया गर्दा हजुर माया गर्दा त मलाई थाहा छ म आउँछु नाइ मलाई त तैँले त म त आउँदै आउँदैन अब त भनेर ए होला त नि भन्यो कालीले म तिमीलाई नाना ल्याइदिन्छु नि त अहिले चाहिँ म चाहिँ माइली बजेको घर जानु लागेको मान्छे बजेलाई सरप्राइज दिनबाट बजेर म माइली बजे घरमा सरप्राइज दिन बिहान बजेलाई सरप्राइज गरेँ बहिनीलाई सरप्राइज गरेँ माइली बजेलाई कान्छी बजेलाई अब त्यसपछि मम्मीको टर्न त्यसपछि सिद्धो जाडो पनि छ जाडोको त कुरा नगर्नु रिक्सामा जाँदै हो अहिले चाहिँ खोला यसरी जाँदै हो हामी बजेको घरमा बजेको रिएक्सन कस्तो आउँछ हेर्नु है त अब है गरेर देखाउँछु म
यहाँ चाहिँ बजै म यो चाहिँ बजै भएर जाँदैछ गाइस। ल एकछिन है, यहाँ चाहिँ हिँडोको खोल्नुको लागि फोन हान्नु न, फोन लानु न, क्यामेरा समात्नु यसरी मलाई देखाउनु। क्या आज आएको नि रात पर्ने बेलामा भिडियो गर्ने भन्थे, सरप्राइज दिन भिडियो गर भन्थे कि ल सन्डेको बुढा पनि भेट्नु भयो। अच्छा यही छ शान्तिलाई नभन्नु भने शान्तिलाई पनि नभन्नु भनेको र फेरि पुसाले त भनेको खै सरप्राइज भएको नातिनी त्यत्रो सरप्राइजै हुन्न, सरप्राइजै हुन्न हो त्यस्तै थाहा। कविताले फुत्काएर हो कि बाजेले फुत्काएको अघि कस्तो सुगर भएको बजे तपाईँहरूको। म त यो बजेको त पत्ता खाएन कि सुगर होइन भनेर। तपाईँ त अर्का पनि 47 किलो हो बजी मेरो बजेले भेटे यो बजेले अब भेट्न पाउँदैन, बजे त भेट्नु यसले त मर्चै झै गरी गाडी तपाईँ गएपछि आउनु नि त। यसरी सबै खतरा कुत्रु आज लोकल कुखुराको मासु कति मजाको काट्नु भएको होइन न बाजेले कति मजाले काट्नु भएको के बाजे त्यही त्यो पसल खोज्नु तारामा त्यस्तो थियो कि रुबेललाई पठाइदिन्छु म। सुनको काँटा सुनको चाहिँ यो कपाल च्याप्ने त्यसको कुमार। यो चाहिँ पुसैले मलाई गिफ्ट ल्याइदिनु भयो अरे पिज्जा। बजाइ चाहिँ खाना ल्याएपछि यता फर्काउनु न बजी त्यो हिटर। म चाहिँ भ्लग बनाउनु ला हो क्या त्यही भएर। तपाईँ बुढी मान्छेहरूको अनुहारै बुढो छ त रोक्नु न के हो बुढी। हामी चाहिँ खान्छौँ ल रुबेन हेर रुबेन हामी हेर्छौँ र खान्छौँ। खाना पिरो पर्ने हुनु त कस्तो मन पर्ने मेरो पिरो छ तपाईँहरू खानु पिरो त म त्यसले नखाने हुन्छ। किन यति पिरो खाना खानुपर्छ क्या भाटा नि म त खान्न भयो त्यो त
हामी चाहिँ कान्छी र म हामी चाहिँ त हेरेको मम्मीको घर जान्छ त कस्तो देखेछ हो मम्मीको घर मम्मीले चाहिँ सरप्राइज दिन जानुभएको मम्मीको रिएक्सन चाहिँ कस्तो छ त्यो कति टाइट गरे कि बुढी मान्छे जस्तो तेरो कपाल हेर्नु यहाँ अब मम्मी घरमै हुन्छ नि फोन गरेको त अब के हुन्छ थाहा छैन अम्बिकालाको रिएक्सन हेर्नु होला गाइस तैँले युट्युब बनाउनु छोडिस् झला अलिअलि बनाएको थिइस् त चारवटा त त्यही त बनायो नि अब मम्मीको घर जाँदै हौँ हामी गइस यता हो हाम्रो मम्मीको घर म चाहिँ भरिया बोकी छु गाइस हेर्नुस् बुढी मान्छे जस्तो देखा कसैले पोकै पोको कता अझै उता हो त्यहीको हो मम्मी यसले चाहिँ मम्मीले बोलाउनु भिडियो अन गर्नु अहिले यो त केही गरेन यसले